आज चाहिँ म जाजाङ नुडल सस बनाउन गइरहेको छु। सबैभन्दा पहिला त ससको लागि बिफलाई मसिनो बनाएर काटिसकेपछि यसलाई चाहिँ मसलाहरू हालेर मजाले मिक्स गरेर म्यारिनेट गरेँ। म्यारिनेट गरिसकेपछि यसलाई चाहिँ साइडमा राखेर यसलाई चाहिने भेजिटेबलहरू म चाहिँ काट्छु है त साथीहरू। अब भेजिटेबलको लागि लिक्स सबैभन्दा पहिले लिक्सलाई मसिनो गरेर काटिसकेपछि यसमा मैले अनियन एड गरेँ। अनियन एड गरिसकेपछि मैले यहाँ साइडमा पहिल्यै मसरुम चाहिँ काटेर राखिसकेको छु है त। अब मेरो सबै सामानहरू चाहिँ रेडी भयो। अब यो सोयाबिन सस, जाजाङ सस, बिफ, मसरुम र लिक्स र अनियन रेडी भयो। अब चाहिँ मैले यहाँ सुरु गरेँ। तातो कराई बनाएर तेल हालेँ। तेल हालिसकेपछि अब हाल्छु म्यारिनेट गरेर राखेको बिफलाई मजाले मिक्स गरेर पकाइसकेपछि ब्राउन कलर आएपछि यो बिफलाई मैले निकालिदिएँ। अब निकालेपछि फेरि मैले चाहिँ अघि रेडी गरेको भेजिटेबल लाएर फ्राई गरेँ। फ्राई गरिसकेपछि हल्का ब्राउन कलर भएपछि फेरि बिफलाई मिसाइदिएँ। मिसाएर मजाले मिक्स गरिसकेपछि अब म यहाँ हाल्छु सोयाबिन सस र जाजाङ सस। फेरि यसलाई मजाले चाहिँ मिक्स गरेपछि मैले अघि बोइल गरेर राखेको वाटर थियो साइडमा, त्यसलाई हालेर मिक्स गरेँ। त्यसपछि नुनहरू हालेर फेरि मिक्स गरिसकेपछि अब यसलाई चाहिँ फेरि मैले कर्नफ्लावर हालेर मजाले मिक्स गरेँ। अब रेडी भयो हाम्रो जाजाङ। अब म यसलाई चाहिँ आइस पानीमा छाडिदिन्छु। धन्यवाद।